हेलो साथीहरू, स्वागत छ मेरो यो सानो फेसबुक ब्लगमा। हामी चाहिँ आज यो कालुपाण्डे डाँडा भन्ने ठाउँमा घुम्नको लागि आएको थियौँ। यहाँ चाहिँ कालुपाण्डेको पार्थिव शरीरलाई राखेको ठाउँ रहेछ, समाधि स्थल। यही हो चिहान चाहिँ। कहाँ छ अरे त जाउँ न कस्तो हो न, उल्टो देखिन्छ। आज पनि हामी यता है कालुपाडे डाँडा। कालुपाण्डे कि पाण्डे पाडे। वेलकम गाइज, फेरि हाम्रो सानो मिनी ब्लगमा हामी अब कालुपाण्डेको समाधि स्थलमा छौँ। यसको अलिकति कथा पनि बताइदिनु न दाइ, छोटकरीमा। कथा चाहिँ अब आफै युट्युबमा खोज्नु होला। हामी चाहिँ भ्यू टावरमा छिर्दैछौँ। के अरे इन्द्रदह भ्यू टावर के भयो? आकाश भाइ फ्रीमा है चाहिँ फेरि यो भ्यू टावरमा चाहिँ दाजु अनलिमिटेड मान्छे दिएपछि मास्क साक्स लगाएर। आकाश भाइ कस्तो छ? ठिक छ? कालुपाण्डे डाँडा काठमाडौँ भ्यू टावर घुमिसकेर टावरभन्दा तलतिर 8-900 मिटर तलतिर एउटा पोखरी, फेरि एउटा पोखरी रहेको छ। मन्दिर घुम्न आएको थियो तर पानी नै छैन त हौ। पानी गायब। भाइ पौडी खेलेर आउनु है। पोखरीमा चाहिँ पानी रहेनछ गाइजहरू। दह घुमिसकेर फेरि हामी चाहिँ हिँड्दै पोखरी पनि छिटो छिटो झर्दै फर्किँदैन लागिहाल्यौँ। हिँड्दै झर्ने मन होला। घरतर्फ फर्किँदैछौँ अब हामी। पहाड रहेछ। हिँड्दै झर्दै थियौँ, ठ्याक्कै एउटा गाडी पाइयो र गाडीमा फेरि हामी सबैजना चढेर फर्कियौँ। आजको ब्लगलाई यहीँनिर बिर्को लगाइदिए। धन्यवाद।